खुसी हुनु पर्यो नि फेरि थ्याङ्क यू वेलकम थ्याङ्क यू भनेकै छैन बाजेले मलाई गुड यहाँ चाहिँ हाम्रो चाहिँ ढिकमल पोखरा हो सबै मै म हो यहाँ भएको सबैलाई त्यस्तै पुगोस् अलिहरि बाबुले हेलो एभ्री वान फेरि पनि मेरो भ्लगमा स्वागत छ है आज पनि फेरि म निकाल्न जान लागेँ मौरी अस्तिनको भिडियो एकदम मन पराइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद है आज मेरो ठुली आमाले चाहिँ मौरी देख्नु भएको रहेछ कि अस्तिको ठाउँभन्दा अलि यता त्यहाँ चाहिँ गएर हामी हेर्छौँ कतिको मह रहेछ है मह भयो भने चाहिँ निकाल्ने नभए छोडिदिने अनि अर्को प्लानिङ पनि छ क्या पोखरा भन्ने ठाउँमा अस्तिनको भिडियो छ नि त्यो ठाउँमा गैँडाहरू आउँछ होइन घरि भएको छ सुत्न आउँछ त्यहाँ चाहिँ गैँडा सुट हान्न जानु लाग्यो है भेट्यो भने चाहिँ तपाईँहरूले पनि हेर्न पाउनुहुनेछ भन्ने मेरो आशय छ है त यहाँ हाम्रो मन्जु कता हिँडेको मन्जु जङ्गल ल हाम्रो ठुलो मम्मी है रामा जङ्गल हिँड्नुभयो ओ निमा है ल घाँस काट्ने अनि मौरी पनि निकाल्ने अनि गैँडा पनि हेर्ने हो कि गैँडा हेर्न आएको हो कि खासमा मैले गैँडा देखेको छैन कि प्रत्यक्ष देखेको छैन कि अब जूहरूमा चाहिँ देखिरहेको हो अनि कता कता कहीँ न कहीँ चाहिँ देखिरहेको हो तर जङ्गलमा यसरी प्रत्यक्ष चाहिँ मैले देखेको छैन क्या त्यही भएर मैले देखेँ भने चाहिँ तपाईँहरूले पनि देख्न पाउनुहुन्छ भन्ने कुरा हो मेरो है ल लेट्स सी अस्ति नै निकालेको मौरी है बसिया रहेछ ठुली आमाले निकाल्नुहुन्छ हेर्नुहुन्छ है मछ कि छैन ए असारे लन्जामा नेचर चाहिँ बवाल छ है असरे झ्यारा मस हन्टरहरू चाहिँ अहिले चाहिँ आमाहरू है फेरि हन्टर अब छोरा मात्रै होइन आमा पनि हन्टर हो हाम्रो चाहिँ है फ्यामिलीबाटै क्या भन्ने अरे क्या अझ लाग्न होइन खाइन्छ मलाई कि नि मिडीले त मदन खोटेको छ नि कहाँ छोड्ने त नि अब काजलले ल्याने निमा खाइन्छ मलाई धोएर ल्याएको खाइन्छ मलाई ध्यान त खान्छु है जामा खारो खाने हनी कर्न मिठो लाग्छ कि चुइगम जस्तो म काट्नेले हात चाट्छ क्या होइन दामी कन्टेन्ट आमाले निकाल्दै हुनुहुन्छ है हाम्रो लिमा फेरि पुरै झारकै यो भनेको केमिकल हो कि हाम्रो अर्ग्यानिक केमिकल नेचरलाई चाहिँ एकदम नेचरलाई एकदम बचाएर क्या हेर्नु न यहाँ असर नहोस् ओहो काट्ने हो क्या ए माई गड झिक्ले जाम ओहो यसले टोकेन तिमीलाई यसमा हाल नि त्यो रस चुइने ओए त्यसलाई बचाऊ यसलाई बचाऊ चाट म टाल्छु ल स्वाद मलाई भन्ने स्वाद भन्ने स्वाद कस्तो हुँदो रहेछ मलाई धेरै हुन्छ ल जामा यहाँ माउ छ हेर्नु त यो निकाल्नु त अनि खानु लु खानु छिटो चुयो
ल ठुले आमाले है ल भिटामिन ए होइन र आफ्नै बर्गात त होइन अर्काले ल्याएको निकालेको बर्गात चाहिँ हो वाउ म पनि खान्छु नि त मलाई त धेरै हुन्छ होला तर यार कलेक्सन यति भयो हाम्रो रेस्टो खोला त मैले यो माउहरूलाई रिलिज गरिदेऊ है एक ठाउँको निकाली भयो अब एक ठाउँको निकाल्नै छ अहिलेको चाहिँ यति भयो है अहिलेको चाहिँ यति भनेको जङ्गलको धेरै नै हो नि त आमा अब यो चाहिँ क्लोज गर्छौँ अर्कोचोटि पनि आउने हो कि हामी आमा खासले यो त नेक्स्ट टाइमको लागि अस्ति मैले नेक्स्ट टाइम भनेर हालेको थिएँ होइन यो मिलाएको थिएँ होइन अस्ति यतिकै छोडेर गएको भयो यो भएको थियो यति गरेर गएको यत्रो म पाएँ क्या फाइदा त्यो हो क्या अब उसलाई पनि भएन अर्को नयाँ घर खोज्नु परेन नि त रिप्लाई नै आएन के मन्जु गर त उताको मान्छे गर आएन के आयो फेरि मान्छे फेरि ठाउँको म चाहिँ यो है हाम्रो झामल देख्नु भएको रहेछ ठुलियामा दागोनेलाई दचिटी जेनीमा तलगा थिइन् बाहिरबाटै देख्छ म चाहिँ सही छ क्या हो ओ छ देखिरहेको छ जम्मा मस्त छ ल यहाँ पनि म चाहिँ बबालै छ जस्तो छ है कतिको त्यहाँनिरको घरको त्यो स्पेस कतिको छ के भन्ने कुरा हो कि त्यो यो रुख सानो छ होइन तर धेरै चाहिँ छैन होला कतिको होल छ भन्ने कुरा हो कि यसमा तर बाहिरबाटै म चाहिँ देखिरहेको छ है ल है जो जङ्गलमा आउनुहुन्छ उहाँहरूलाई चाहिँ हामी प्रसादी जस्तो दिन्छौँ है ल रुममा खुसी हुनु पऱ्यो नि फेरि वेलकम ल बाजे लाउनु हजुरलाई थ्याङ्क यू भनेकै छैन बाजेले मलाई गुड जब आमाले थोरै भयो धेरै यो चाहिँ हाम्रो बजारलाई ओलाउँदै माटोना क्या यो चाहिँ हाम्रो बजार ढिगामल पोखरा ओले जाने है ल त्यो बाख्रा चराउँदै हाम्रो आमाहरू हामी चाहिँ निकाल्दै एक ठाउँको निकाले एक ठाउँमा अब निकाल्नेवाला छौँ अर्को ठाउँ चाहिँ अझै तल गएर चाहिँ निकाल्ने है त म चाहिँ वाइल्ड नै हुन्छ आज हन्टिङ मस्ट भइरहेको छ है जामा हो ठुलो चाका त ठुलो रहेछ त्यो पात हटाउनु त पात घर सानो भएको चलेको थियो त्यो हरेक हातले दामी यसलाई चाहिँ प्याक गर्दैन अब किनकि यसमा प्याक गरे पनि चाका झुन्ड्याउने ठाउँै छैन क्या त्यही भएर हामीले यसलाई यत्तिकै छोड्छौँ अब चाहिँ हामी अर्को उतातिर गएर अर्को निकाल्ने यतातिर है चलतिर हो म फेरि लोकेसन यो जङ्गलमा आएपछि पूर्व पश्चिम दक्षिण केही पनि थाहा हुन्न क्या नयाँ मान्छेलाई म एकदम बिगिनर हो नि त यो जङ्गलमा कहिलेकाहीँ मात्र आउने हो त्यति आउँदिनँ तर म चाहिँ एकदम वाइल्ड नै छ है ल फाइनल्ली हामी चाहिँ अर्को ठाउँमा है हाम्रो एट लास्ट हो आजको यो तिन ठाउँ हुन्छ यो निकाल्यो भने म तपाईँहरूलाई मौरी पनि देखाइदिन्छु मौरी बस्ने बोर्ड पनि देखाइदिन्छु है त हाम्रो यो रुखमा चाहिँ है यो केमुनाको बोर्ड भन्छ कि यसलाई होइन भन्छु मौरी चाहिँ यहाँ छ ल यो चाहिँ अब लास्ट हाम्रो म चाहिँ देख्छ दिँदैन भित्र छ भित्र छ है अलिक ल है मोटरसाइकल ए बाबा ठुलो हो कुचिक्ने जमा ओहो म त
खै डासा भिजा लास्टमा रहेछ नि त चाहिँ रोट्न जाति ले मले आज भित्र यसलाई पनि अब हामीले प्याकिङ गर्न सकेनौँ किनकि होल भित्र सानो रहेछ अब हामीले प्याक गऱ्यो भने यसले चाका हाल्ने स्पेसै हुन्न क्या त्यही भएर यसलाई यत्तिकै छोडेको यसले नयाँ घर खोज्छ होला बिचरा एक बाल्टी मौरी त त्यसै डुल्दैन नि झामा मलाई यहाँ टोक्यो दुई ठाउँमा चेपेर क्या अनि फुल्छ ले मान्छे धेरै 2 किलो जल्दी छ एकबार नि ले त्यहाँले 2 किलो भन्दा ए धेरै छ यो एकबार नि 3 किलो समथिङ हामीसँग जोख्ने कुरो भयो त जोख्नुहुन्छ ल जाउँ ल आजको जङ्गलको सफर यहाँसम्म है म बोकेर हिँड्दा छु अहिले गएर घरमा चाहिँ कलेक्सन कति भयो होइन सबै कुरा म क्लिपहरू हाल्छु गैँडा खोज्न गएको गैँडा पनि थियो नि त मेरो होइन आजको प्लानिङ गैँडा चाहिँ भेटिनँ नेक्स्ट टाइम हेरौँ ल अब हामी चाहिँ घरतिर फर्केको है गाजहरू ल फाइनली घर आइयो है यहाँ चाहिँ हाम्रो आमाहरू बस्नुहुन्छ क्या उहाँहरूलाई अलिकति चखाउनु पऱ्यो क्या आमा म लिएर आएको छु कि मैले पात टिप्नु त 1 घन्टा पात टिप्नु नि 1 घन्टा एक चम्चा चाख्न दिन्छु क्या म पुरै भिडियोमा है फेरि जङ्गलबाट लु है त यो उमेरमा मको खाँचो हुन्छ के ल हे सलाम सलाम है म एकै ठाउँमा दिन्छु बाँडेर खानु है हो र चाख्ने मात्रै है त आमाबाट सुरु है त पात कस्तो छ हेर्नु है ल यहाँ चाहिँ दामी छ है सबै मै म हो यहाँ भएको सबैलाई त्यस्तै पुग्छ बाबुले ल आमालाई लाउनु अलिकति झोल रस आमा लाउनु अलिकति रस 1 चम्चा यो हो नि त है तरिका आमा यहाँ माउ पनि छ है फेरि ओठ फेरि यत्रो पान्डा बन्ला